हेलो एभ्रिवान, ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना फिट एन्ड सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन नै छु। अनि हामी चाहिँ यता घरतिर आएको होइन, कामहरू गर्नुपर्ने हुन्छ। म चाहिँ अहिले नास्ता खाएर बसिरहेको, अनि सबैजना नास्ता खानु गयो होला। अहिले चाहिँ ट्याक्कै 8 बज्न लाग्यो होइन। आज जङ्गलतिर जाने हुन्छ, काफल खाने हुन्छ, अनि बाख्रा चलाउने हुन्छ, अनि फेरि लाली गुराँस खाने हुन्छ, टन्नै हुन्छ। यो चाहिँ हाम्रो बल हो होइन, बल खेल्ने यस्तै छ। दुईवटा बल छ होइन, फेरि स्कुलतिर पनि हुन्छ। त्यही हो चाहिँ के अरे, घाँस काट्न जानुपर्ने हुन्छ बाख्रालाई। टब घाँस काट्न जान्छौँ हामी चाहिँ। घाँस काटेर अनि फेरि लिएर आउँछौँ, भारी लियो जानुपर्ने तेलतिर होइन। देखाउँछ मैले जाने त आसी लिएर आउँदै हुनुहुन्छ होइन। सो हामी चाहिँ अब के अरे घाँस काट्ने ठाउँमा आइसकेका छौँ। अब घाँस काट्नुपर्ने यो त्यहाँ जानुपर्ने। लास्टै अप्ठ्यारो डर लाग्यो जान होइन। हाम्रो गाउँ यही हो सो होइन। सो मैले चाहिँ त्यहाँदेखि त्यही माथिदेखि लास्टै डर लाग्यो, हातै काम हानेर आउँदै अनि झाडेर अनि फेरि अब घरतिर जानु लाग्यो। खुसी त्यति लाग्न पुरै लैजाने लैजा। अनि हामी चाहिँ घरबाट के अरे घाँस काट्नबाट आइसक्यौँ। अनि ठुलबा, अनि कस्तो महसुस भइरहेछ नि? ठिक छ होइन? एकदम राम्रो लागिरहेछ। नास्ता सास्ता खानुभयो? दाढी काट्ने? अब ठुलबाको चाहिँ दाढी काट्ने अरे। घाँस लगाइदिन्छ टेगुले अब चाहिँ। म लगाउन सक्दिनँ। अब अमिला गराएर खानुपर्ने हुन्छ। ल्याउनु त अमिला मैले। ठुलबा कस्तो भइरहेछ फेरि? मजा हजुर नसभा चुक चबाउने, त्यहाँबाट काप चबाइदिनु नि, दाँत कुटिनु। काप हो हामी त सलक सलक। सो हामी चाहिँ अब काफल खान अनि बल खेल्न जाँदैछौँ। खत्तम। अनि मम्मीले चाहिँ बाख्रा लैजा भन्नुभएको थियो कि, हामीले फेरि अब बाख्रा यस्तो रहेछ नि, हाम्रो बाख्रा फेरि चोर रहेछ नि लास्टै, त्यही भएर अनि बाख्रा लिएनौँ। मान्छे मात्र आएका छौँ। अनि क्रिकेट खेल्ने, अलिअलि कापल सापल खाने, लाली गुराँस खाने, फोटोसोटो खिच्ने, भिडियो गराउने। अनि त्यसपछि अनि आएर फेरि स्कुलतिर गएर क्रिकेट खेल्ने भन्ने हाम्रो प्लानिङ छ। अनि फेरि भोलि हाम्रो मम्मी भन्दा लाग्नु भएको क्या, अनि उता नेपाल भन्दा लाग्नु भएको। त्यही भएर काम गर्न आएको हो क्या हामी चाहिँ। म चाहिँ अहिले 12 बज्नु लाग्यो, 5 बज्नु लाग्यो। आज काफल टिप्नु पर्ने छ, गेम खेल्नु पर्ने छ, कहाँबाट हुन्छ यार। सो हाम्रो गाउँहरू त यस्तो भइरहेछ होइन। यस्तो भएको एकचोटि पानी नपरेर गाउँहरू लास्टै बिग्रिया, खडेरी लागेर हेर्नु यस्तो भए। काफल खान पहिलो दिन जाँदैछौँ आज होइन। अनि काफल खानेपछि आउनु होला सोल्टिनीहरू, सोल्टाहरू। हेलो सोल्टी, यता हेरौँ त।
युट्युब फ्यामिलीहरू अनि सब्सक्राइब लाइक कमेन्ट सेयर पनि नगर्नु बिर्सिनु नहोला तर गर्नुपर्छ होइन साथ सपोर्ट गर्नुपर्छ होइन एकअर्कालाई मानवता भन्ने चिज मानिसमा हुनुपर्छ होइन सबैलाई साथ सपोर्ट गरौँ होइन साथीहरू अनि त्यही हो ल साथ सपोर्ट गर्नु पऱ्यो होइन साथीहरू अरू के गर्नु अहिले फेरि बाँकी भिडियो माथि देखाउँछु सो हामी चाहिँ काफल खान आइसक्यौँ हेर्नु गाइजहरू काफल खाने भए आउनु होला अनि लोकेसन चिङगाड 5 औलचिङ सुर्खेत काँडाचिङ घाडीका चौडा एनी क्रिकेट मैदान नजिकैको रहेको काफलको बुट्टामा काफल खान आउनु होला काफल यस्तो छ होइन मिठो 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 होइन छोरी यो चाहिँ मेरो छोरा हो कि कसो छ साथी कान्छी छोरी मिठो भनिदेऊ त मिठो छ होइन अनि लाइक कमेन्ट गरिदिनु होला भन न अनि सब्सक्राइब पनि गरिदिनु होला भन ल थ्याङ्क यू सो मच भन सो साथीहरू हामी चाहिँ काफलको रुखमा छौँ होइन काफल खाने भए आउनु होला अनि यस्तो छ काफलहरू होइन अलिअलि छन् भर्खर यो चैतको महिना त भयो नि त वैशाखमा त खत्रै पाक्छ नि त फेरि त्यही पनि पाकिरहेको रहेछ ठिक छ सो आज हामी चाहिँ खुसी छौँ होइन काफल खानु पाइरहेछौँ अनि काफल खाने भए आउनु होला यस्तो छ काफलहरू होइन सो हामी चाहिँ अब काफलको रुखबाट झरेर नि काफल खाएर नि अनि थोरै टिपेका छौँ होइन यति छ है काफल यस्तो छ क्या पाकेकै छैन अनि आजभोलि त्यही भएर हो नि त खै कति बिहान काफल केटाहरूले काफल चाहिँ हामीले यति टिपिरहेछौँ होइन अब फेरि भिडियो हेर्नु गाईहरू यति छ नि काफल नै छैन कि पछि आउनु होला खाने भएपछि वैशाखमा हेर्नु हाम्रो गाउँको सिनहरू भ्यूहरू यस्तो छ होइन यस्तो उकालो ओह्रालो हुन्छ होइन यस्तो उकालो ओह्रालो गर्न सक्छ भने आऊ के अरे कान्छी मेरो केरा खाऊ खतम बाई बाई टाटा के हुने नि केही हुँदैन कि यस्तो छ होइन हाम्रो गाउँ चाहिँ दामी छ नि त यहाँ छैन र भने कि हाम्रो छैन र हामी क्रिकेट चाहिँ यहीँ खेल्छौँ कि यहाँ यहीँमै खेल्छौँ अन्त कि हामीले चाहिँ बलसल खेलेर अनि स्कुलतिर गएर पनि आएर पनि खानासाना खाएर अनि मासु सासु अनि खाएर अनि रोटी हाल्ने कार्यक्रम छ अनि मम्मी चाहिँ उता जानुहुन्छ कि मैले अघि भनिसकेको छु होइन अनि रोटी चाहिँ यस्तो छ होइन त्यो दामी भयो हामीले रोटी पनि खायौँ होइन अरू ठुल्बा आरामै छौँ आजलाई भिडियो यहीँ इन गर्न चाहन्छौँ होइन म त खान्छ अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अनि थ्याङ्क यू वाचिङ माई फर भिडियो